हेलो साथीहरू, आज चाहिँ हाम्रो चाहिँ क्लास सक्यो। आज चाहिँ फ्राइडे हो नि त, अनि त्यही भएर क्लास सकेपछि चाहिँ हामी थोरै यसो खाजा खान लागेको छौँ। अहिले चाहिँ आँपको सिजन हो नि त, त्यही भएर हामी पनि थोरै थुक बिलिँदै थियो। अस्तिदेखि त्यो आँपको बोटमा हेरेर अस्तिदेखिको योजना हो, तर आज चाहिँ सफल भयो। आज फ्राइडे भएर अनि हाफ टाइम क्लास लागेर बिदा भइसकेपछि चाहिँ हामी खाजा खान लागेको छौँ। ल हाम्रो चाहिँ रेडी भइसक्यो। हाम्रो चाहिँ आँप यहाँको नुन खुर्सानी घरैबाट, अनि यिनीहरू भयो यहाँ चिसो। नानीले चाहिँ आज खानु हुँदैन। यो चाहिँ हाम्रो फेभरेट है, सबैको। पिरो अमिलो नै मनपर्छ। यम्मी। अब चाहिँ हामी खान लागेको साथीहरू। नानीलाई चाहिँ यहाँ सबै पिरो मात्र पर्यो हो। ल हामी चाहिँ अब आँप ए तँ त अनि म त ल तेस ल खाङ अनुहार हेरौँ। एउटा आँखा त बन्द। कस्तो मिठो नि, कस्तो मासु क्या आँपको अचार लगाउन कस्तो दामी हुने। कोया लागेपछि चाहिँ त्यति मन पर्दैन। दुर्गाउने भरे खानालाई मसलेदार छानेर ल्याएर नि त यो चिज पनि छोडिहाल्ने। बुवा कत्रो हेर्नु न बुवा। मेरो बुढी औँठा भन्दा पनि ठुलो छ त, डरै लाग्यो। खतरा खानु हुँदो रहेछ आश्रमिसले। मैले एउटामै खान्छु, कतिवटा खानुभयो भन्नु त? 3टा त पक्कै सक्नुभयो। ए म हो कम खाने लुजा। ल आँपको सिजन यसरी मनाउनु पर्छ। म्याम जत्रो बोक्नुभयो त। पोइजन चाहिँ गराउँछ कि गराउँदैन होला नि? गराउँदैन होला हौ, दाँत पुऱ्यो मेरो त। कस्तो मजाले खानुभएको आजको म्यामले त। नानीको जमेटी बक्स ए यो मुनि रहेछ। यस्तो ठुलै लिएर आएको नि के चाहिँ ए खुर्सानी त यस्तो त राम्रो त। ठिक्कको छ। अनुहार बिगार सानोमा त कति धेरै खान्थ्यौ। मेरो त दाँत पुरेको त उयो खुर्सानी दिनु न खाइदिनु। पेट त पोल्दैछ, खानु त छोडिँदैन।
भाइ जन्मिँदा मात्र एक्सपिरियन्स गर्नुभएको त्यो पनि मलाई मिठो लाग्छ यो चाहिँ गर्ने बेला भइसक्यो यो मनपर्छ यही पो लिन्छु म त अरू खाएको छैन अहिलेसम्म गनाउँछौ त्यसमा म अन्तिमसम्म खाने हो मेरो दाँत कोरिँदैछ कत्रा खानु हुँदो रहेछ यता फर्किनु न फेसको रियाक्सन देखाऊँ नो रियाक्सन भन्दै यत्रो यत्रो खुर्सानी खान्छ नि आङ्कुसे जस्तै छ त हौ यो त आङ्जी म खाने तपाईँ आङ्जी यो खाएपछि कस्तो डाका आउँछ हौ सङ्गीता मिसले यो भेट्नु हुँदैछ मन पर्दैन खासै खाने भएको छैन रहेछ भेट्नु त मलाई भेट्नु हुँदै छैन जस्तो लाग्यो खतरा खानु हुँदो रहेछ उहाँले चाहिँ आँप बसी खतरा यता चाहिँ खोर्सानी खतरा हामी चाहिँ उस्तो उस्तो हो कि भन्दा अलिक कम खानु हुँदो रहेछ एक नम्बरमा अमिलो किङ खोर्सानी किङ मैले थर्डमा क्यामेरा यता फर्किँदा मात्रै तपाईँको रियाक्सन आउँछ त फेसको अघिदेखि मलाई रियाक्सन त ढुटिरहेछ ऊ सङ्गीता मिसो फेरि उता फर्किनुहुन्छ केही रियाक्सन दिनु पऱ्यो भने उता फर्किनुहुन्छ क्या अरू भन्दाखेरि म आशिका म्यामसँग चाहिँ च्यालेन्ज गर्न सक्दिनँ रहेछ अमिलो चाहिँ त्यस्तो धेरै खाइन त आज मैले खानु मन लागेको बेला त कति खान्छु नि सुरुमै गम खाँदै हुन्थ्यो डरै लाग्दो मैले नि भरे त खाएँ मेरो दाँत त कुडेको छैन उहाँले अलिक कम खानुभयो त्यही भएर मैले एकपट्टि मात्रै चबाएको कहिले छेडेको छु त मैले यहाँ गनले थुरुरु कामेर होइन मेरो हात त सङ्गीता म्याम यस्तो भएर आज के ऐनै हल्लेर आयो रियाक्सन दिनै हुन्न क्या जब क्यामेरा यता फर्काउँछ नि तब मात्रै दिनुहुन्छ ऊ हेर्नु है नत्र छैन आफूलाई कम्ती सम्हाल्नुहुन्न हो कन्ट्रोल गरेर छैन रियाक्सन छैन भरे म भिडियोमा हेर्नु पर्यो कतिको रियाक्सन दिनुभयो भने अब म खान्छु भनेर होइन यसो गर्छु कि हजुर छैन है अहिले झन् मजाले हेरौँ न आयो माटो क्या हो कोकले ए कस्तो लक्ष्मी सार दिएछ टेन जुसमा कस्तो टेन जुसले पनि मात्दो रहेछ भन्नु अरे उन्दुबेमा जानुभएको थियो लोकन्दी अस्ति सृष्टिको बेथेछ नि कसरी ए चिन्नुहुन्छ त नि सँगै पढेको थियो त ल साथीहरू हामीले चाहिँ खाइसक्यौँ है सबै सोरपटक ल थ्याङ्क यू माई वाचिङ भिडियो बाई बाई हामीले चाहिँ खाइसक्यौँ बाई बाई गर्नु न बाई बाई